यस्तो टाइपको छ क्या। वाउ फोटो खिचेको होइन एउटा पनि फोटो राम्रो आउँदैन। आज करे झरेको छैन भन मेरो नाकदेखि अचार झरेको छैन भन त मामा मैले करेन्ट खालिछु यहाँ पिरोले मरिसके। स्वागत छ आजको मेरो थोत्रे मोत्रे ब्लगमा। हामी चाहिँ यसरी म चाहिँ यसरी हिँड्दैछु। म चाहिँ कहाँ गएको भने मेरो दिदीको घर गएको म चाहिँ होइन साथीहरू। यहाँ पुरै यस्तो भेले साइकलमा आफ्नै तालमा हिँडिरहेको छु। म चाहिँ यता चाहिँ हाम्रो घर जाने बाटो हो साथीहरू। मेरो बहिनी चाहिँ माथि हामी चाहिँ दुईजना जाँदैछौँ नि त। अनि म चाहिँ पछाडि मेरो बहिनी चाहिँ अगाडि अगाडि जाँदैछ। अझै कता जानुभएको? ए यता चाहिँ हाम्रो अजी हुनुहुन्छ। साथीहरू मैले तपाईँलाई एउटा चिज देखाउँछु। भरे गएर त्यहाँ चाहिँ बेतनामा एउटा भाइरल प्लेस बनिरहेको छ क्या। म चाहिँ त्यो तपाईँलाई देखाउने छु आज तपाईँहरूलाई। मैले चाहिँ भ्लग नबनाएको नि अस्ति बिहेदेखि चाहिँ मैले भ्लगै बनाएको थिएन साथीहरू। यतातिर चाहिँ हाम्रो गाउँ हो होइन। मेरो घर चाहिँ अलिक तल हो, म चाहिँ अलिक माथि आएर भ्लग बनाएको। एउटा हातले त कस्तो हात पनि गल्ने के। आप सबको बताती हेलो सुलुलुलु आप सबको बताती हमको खुद न्यू एपिसोड होती। साथीहरू हामी चाहिँ भेले साइकलमा मेरो बहिनी पनि भेले साइकलमा एकछिन है म देखाउँछु ल। ओए रोक्न रे बाबा ए छौरी खोइदेन। हेलो एभ्रीवन हामी चाहिँ यसरी हिँड्नुपर्ने हुन्छ। हामी चाहिँ जता गयो भने हाम्रो उता गएको दिदीको घर। अनि यहाँ हामी चाहिँ हाम्रो पैसा बच्ने यो हो नि त। दिदीको घर पुगेसम्म 2-3 सय सकिन्छ होइन। म एकछिन उता हाँसेर आउँछु है। साइकलमा भयो चाहिँ साइकल अब पैसा बच्छ नि त। त्यो पैसाले चाहिँ हामी मोज गर्नुपर्ने हुन्छ। उसो अहिले त काल आउँछ। मैले भनेको त्यो बेतनाको भाइरल प्लेस बन्छ अहिले चाहिँ फुलेको छ कि छैन फुल हो क्या। त्यो चाहिँ बनेको छ कि छैन त्यो चाहिँ बनेको छ कि छैन के बोले भाइ? त्यहाँ चाहिँ म त्यहाँ मात्रै भिडियो बनाउँछु। अहिले पक्रेर हात दुख्छ कि यो मोबाइल पक्रिँदाखेरि त्यही भएर बाई 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 बाई। ए पुरै यतातिर कस्तो रहेन छ क्या। पहिले त यो सबै थियो क्या उपरतिर छ परैदेखि छ नि त पुरै यो सबै फुल्यो भने त यस्तो राम्रो हुन्छ कि बाख्रे। तर यसपालि चाहिँ रहेन त पुरै यतातिर कस्तो छर्न पनि ढिलो गरे होला है सायद। यहाँ कि त मरेको कि त के भएको। वाउ हात पनि छ्याउ। पुरै होइन कस्तो कस्तो आउने रहेछ क्या। देख्नुभयो त कस्तो राम्रो छ नि घर। यतातिर त आजभोलि पुरै नेपालको झन्डाहरू गाडेको रहेछ। यहाँ हेर्नु त अनि ऊ त्यो रोडमा देख्दैनस् पुरै राम्रो। तर कस्तो के यसले त तर अलिक फुलिसकेको पनि छैन होला। अलिक 1-2 दिन पछाडि अलिक पछि पनि आउनुपर्छ क्या। यिनीहरू फुल्यो भने
तर फोटो खिच्नुसम्म त हुन्छ। तपाईँहरू पनि आउनु होला नि यो ठाउँमा चाहिँ अलिक अहिले चाहिँ होइन अलि पछि ल। तर अलि राम्ररी फुलेकै छैन कि त्यही भएर फुलेको भए हामी त कस्तो रमाउँथ्यौँ मलाई लुगा लगाएर आउँथ्यौँ। साथीहरू हामीले चाहिँ फोटो खिचेको होइन, एउटा पनि फोटो राम्रो आउँदैन, रिस उठेर यहाँ मर्ने बेला भइसक्यो। हाम्रो मोबाइल त्यस्तै फोटो राम्रो आउनको लागि थोप्रा हुनु पर्यो र फोन पनि राम्रो हुनु पर्यो। फोटो राम्रो छैन, यसले चाहिँ यहाँ टिकटक बनाउँदैछ, म चाहिँ यहाँ मेरो ब्लग कन्टिन्यू गरिरहेको छु होइन साथीहरू। हामी चाहिँ अघिकै ठाउँमा बसिरहेछौँ, त्यो अघिको ठाउँ चाहिँ यहाँ पर हो, यो ग्रिन कलरको। वाउ 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 वाउ। कौन है ये लोग? साथीहरू हामीले चाहिँ आज करेन बनाएर खाँदैछौँ। यता हाम्रो एरियन हेलो 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 गाइज कार्टुन हेर्दैछौँ होइन। अनि यहाँ चाहिँ हाम्रो करेन छ। हामी चाहिँ करेन खाँदैछौँ साथीहरू। खै अरे ओराना मतो जामको बिगेको यसरी खाने ओराना भातो जामको बिगेको हेऱ्यो नि यहाँ निकालिदिन्छ। ल्याउनु यहाँ माथि अलि ल्याउनु न नानी, यहाँ राख्नु नि, यहाँनिर राख्नु। र तारो मैले त एक ठाउँ पनि खाएकै छैन। एरियनमा राखेको पोर्दिन्छ। वाउ, मेरो भयो।